तपाईहरुकोतिर बिउ राख्ने बेला भएको छ कि छैन? कोदोको हाम्रोतिर त भइसक्यो। नमस्ते सम्पूर्णलाई के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ। अनि हजुरहरु के कस्तो हुनुहुन्छ? आजभोलि के कस्तो काम छ गाउँघरतिर? ठाउँ अनुसार फरक फरक हुन्छ नि त। कुनै ठाउँमा आजभोलि मकै गर्दै हुनुहुन्छ त कुनै ठाउँमा बिउ राखेर पनि उम्लिसक्यो। हाम्रोतिर चाहिँ बल्ल बिउ राख्ने बेला भएको भएर म चाहिँ कोदोको बिउ राख्दैछु। अगौटे कात्तिकमा पाक्ने कोदोलाई चाहिँ अगौटे कोदो भन्छन् हाम्रोतिर चाहिँ। अब यति पनि के भने होला भन्नु होला नि, अब कुनै ठाउँमा त थाहा हुँदैन नि त, त्यही भएर भनिदिएको। कोदाको बिउ राख्न गएको घामचर्कोले मर्नु भएको थियो। अब घामचर्को भनेर बसौँ भने फेरि हाउरी आइहाल्छ भनेर घामचर्को भयो नि काम गर्न थालेँ। म चाहिँ अब मिलाउनु पर्यो, माटो सम्याउनु पर्यो। फेरि अब समय आएन भने फेरि झार त्यत्तिकै आउँछ बिउमा। मैले त्यही सम्याएर भ्याइसकेँ। भ्याएर चाहिँ अब चाहिँ कोदाको बिउ छर्छु भनेर चाहिँ लागिरहेको छु। आजभोलिको समयमा गाउँघरमा दुःख गर्नु मात्र हो, आफूले खाइँदैन। कोदाको ढेँडो पनि खाइँदैन, प्राय रोटी पनि खाइँदैन। सबै बेच्ने हो कि वस्तुलाई नै हो, दुःख गर्नु मात्र हो। के गर्नु, धेरै बारी पनि छैन, थोरै बारी भए पनि थोरै नै आउँछ, थोरै आए पनि खाइँदैन। जे कुरो पनि किनेर खानुपर्छ। आजभोलि पैसा नभए के पनि छैन, गाह्रो छ, गाह्रो गाउँमा बस्नेलाई।